बोल्ने शब्दै छैन यो ठाउँसम्म पुर्याइदिनु भयो हजुरलाई एकदम मेरो आत्मैदेखि पहिला यहाँ आउनु भएको थिएन भाइ छैन पीडा हजुर अब यति छ कि कुनै समय मेरो माकलबारी मितेरी टोलमा 3.5 आनामा बनेको घर जग्गा जमिन 2.5 तलाको घर समेत मैले बेचेर आफ्नो श्रीमतीको उपचार गरेँ। 6वटा गाडी थियो मेरो नाइट बस सबै सकियो। मेरो बाबु जन्मेको 11 दिनको दिनदेखि मेरो श्रीमती 2टा सुईको भरमा भेन्टिलेटरमा पुग्दाखेरि आज 38 महिना भइसक्यो। यो कहाली लाग्दो घटना सम्झियो भने एकदम बोली नै आउँदैन सर। मेरो के भएको भाइ यस्तो? सधैँ नै थियो, ठिकै थियो, नरान गरियो। बाबु यही हो। 11 दिनको दिनमा अलिकति टाउको दुख्यो भनेर हस्पिटल लिएर गएको, आफै हिँडेर हस्पिटलको 2टा सुईले सिधै भेन्टिलेटरमा पुग्दाखेरि म माथि आकाश खस्यो र 3 महिना भेन्टिलेटरमा राखिसकेपछि मेरो घर सिद्धियो। कुन हस्पिटलमा हो? काठमाडौँ मोडेल हस्पिटलमा हो। किन यो 2टा सुई लाउँदा उहाँहरूले बिगारेर लाएर हो कि के हो? के लाग्छ तपाईँलाई? भगवान भरोसा हजुर। अब न लड्न मसँग उहाँहरूसित केही छ न पैसा छ। अहिले आफै त बाटो 1-1 रुपियाँ श्रीमतीको लागि भिख मागेर हिँडिरहेको छु सङ्कलन गरेर उपचार गर्न। अरूलाई देख्दाखेरि अब पहिला जस्तै आफ्नो श्रीमतीको याद आउँछ। यो कुराहरू सम्झेर पागलपन जस्तो हुन्छ सर। बेच्नुपर्ने सबै चिजहरू बेचिसके, सडकमा आइसके। अब मेरो मम्मी हुनुहुन्छ उहाँ, म हिजो अस्तिसम्म पनि सामाजिक सञ्जालमा आएको थिएन। आफ्नै टिकटकमा रिता बचाउ अभियान भनेर आफ्नै मैले सामाजिक सञ्जालमा हाल्थेँ। भगवान रूपी दिदी हजुरको त म अब के गरी तारिफ गरौँ है। अब तारिफको कुनै कुरा छैन। अब म अहिले बाटो आफ्नो श्रीमती बचाउ अभियानमा सहयोग पनि माग्दै हिँडिरहेको छु। पसल होइन। अब हिजो अब कुन स्थितिको मान्छे आफ्नो बुवा